यस्तो टाइपको हाउस डिजाइनिङ एआई भिडियो आजभोलि युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक लगायत थुप्रै प्लेटफर्महरूमा तपाईले कतै न कतै जरुर देख्नुभयो होला। तर तपाईको मनमा यो कसरी बनाउने भन्ने कुरा आएन। यदि आयो भने तपाईको लागि यो भिडियो बेस्ट हुनेछ। तपाई यो च्यानल देख्न सक्नुहुन्छ। मात्र 87 भिडियोजमा 382K सब्स्क्राइबर कम्प्लिट गर्नुका साथै पपुलर सर्टको कुरा गर्ने हो भने 249 मिलियन भ्युज कम्प्लिट गरिसक्यो। यो एउटा मात्र सर्टको इन्कम हेर्ने हो भने $7,500 टु $50,000, यानि कि यो च्यानलले एउटा सर्टबाट $25K इन्कम गरे पनि नेपालीमा कन्भर्ट गर्ने हो भने 36,32,935 रुपिज हुन्छ। यो च्यानलको मन्थली इस्टिमेटिङ अर्निङ हेर्ने हो भने $21K रहेको छ, यानि कि नेपालीमा रूपान्तरण गर्दाखेरि 30,51,625.40 नेपाली रुपिज हुन्छ। अब यस्तो टाइपको एआई भिडियो म स्टेप बाई स्टेप सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुका साथै नजिकै रहेको बेल आइकनलाई पनि अल नोटिफिकेसनमा अन गर्नुहोला र एउटा लाइक जरुर गर्नुहोला र लेट नगरी स्टार्ट गरौँ आजको ब्रान्ड भिडियो। सो लेट्स गो। एट फर्स्ट त हामीले च्याटजिपिटी ओपन गर्नुपर्दछ। च्याटजिपिटी ओपन गरिसकेपछि यता चाहिँ एउटा प्रम्प्ट दिनुपर्दछ, जुन प्रम्प्ट चाहिँ मैले भिडियोको डिस्क्रिप्सनमा प्रोभाइड गरिदिएको छु। त्यहाँबाट कपी गरेर तपाईँ च्याटजिपिटीमा पुट गर्न सक्नुहुन्छ। मैले चाहिँ यता पेस्ट गरेँ। सिम्पली तपाईँ यसरी पेस्ट गर्न सक्नुहुन्छ र हाम्रो 15 लग्जरियस रुमको स्ट्यान्डर्ड फर्म बनाएर दिन्छ। योले च्याटजिपिटीले चाहिँ हाम्रो 1 देखि 15 सम्म रुमको आइडियाज दियो। अब तपाईँ जुनसुकै पनि चुज गर्न सक्नुहुन्छ। फर इक्जाम्पल म अहिले चुज गर्छु 1 नम्बर। सिम्पली यहाँ 1 नम्बर चुज गरेर पुट गर्नु होला र तपाईको चाहिँ इमेज प्रम्प्ट आउँछ यसरी, इनिसियल रोम कन्डिसन प्री रिभोल्युसन। फर्स्टमा चाहिँ हाम्रो इनिसियल इमेज चाहिँ 1 नम्बर इमेज हुन्छ र त्यसपछि चाहिँ हाम्रो साथीहरू इमेज 2 हुन्छ, रिभोल्युसन प्रोग्रेस हुन्छ एउटा चाहिँ इमेज नम्बर 3 हुन्छ। हामीलाई चाहिँ जम्मा गरेर 3 इमेजबाट चाहिँ हाम्रो चाहिँ एउटा भिडियो बन्छ, जो कि हाउस तपाईले देख्न सक्नुभयो होला अगाडि। यस्तो प्रकारको भिडियो बनाउनु सिम्पली हामीले फर्स्ट यो इनिसियल इमेज प्रम्प्टलाई कपी गर्नुपर्दछ। सिम्पली कपी गरेर ब्याग आएर आफ्नो ग्रुप एप्लिकेसनमा जानुपर्दछ। यसको तपाईँ यो जान्नु होला कि इमेज र भिडियो छ। इमेजमा क्लिक गरेर यसमा क्लिक गरेर 9:60 रेसियो चुज गर्नु होला। मेरो चाहिँ अलरेडी छ। अब चाहिँ मैले दिएँ। साथीहरू देख्न सक्नुहुन्छ मलाई चाहिँ धेरै रोमहरू यता रोमको पिक्चर आइसक्यो। अब चाहिँ म चाहिँ योलाई डाउनलोड गर्दछु। सिम्पली डाउनलोड गर्नुको लागि यसमा क्लिक गर्ने, गरिसकेपछि तलतिर डाउनलोड छ, यसमा क्लिक गर्ने साथीहरू। त्यसपछि हामीले केही गर्नु पर्दैन, सेम च्याटजिपिटीमा जानुपर्दछ। साथीहरू अब हामीले सेकेन्ड प्रम्प्ट चाहिँ कपी गर्नुपर्दछ। ध्यान दिएर हेर्नु होला भिडियोलाई अन्तिमसम्म। यदि राम्रो लाग्यो भने एउटा लाइक गर्न नबिर्सनु होला। कपी गरेर सिम्पली अब हामीले ग्रुप एप्लिकेसनमा जानुपर्दछ। फर इक्जाम्पल यो प्लस आइकनमा गएर यो इमेजलाई पुट गरेर तपाईको यसको प्रम्प्ट चाहिँ यता दिनुपर्दछ र सिम्पली हामीले सेम तरिकाले यसलाई पुट गर्नुपर्दछ। गरिसकेपछि साथीहरू यसमा चाहिँ साथीहरू देख्न सक्नुहुन्छ मेरो चाहिँ इमेज यस्तो प्रकारको आयो, जुन इमेजमा चाहिँ तपाईका 2-3 मान्छेहरू काम गरिरहेका छन्। योलाई चाहिँ अब डाउनलोड गर्नुको लागि सिम्पली डाउनलोड अप्सनमा क्लिक गर्ने। फेरि साथीहरू सेम प्रोसेस च्याटजिपिटीमा जाने। च्याटजिपिटीमा गइसकेपछि नम्बर 3 वाला चुज गर्ने। यसलाई चाहिँ पुरा कपी गर्ने। कपी गरिसकेपछि साथीहरू सेम प्रोसेस हामीले डाइरेक्ट ग्रुप एआईमा जाने।
सिम्पली हामीले प्लस आइकनमा गएर इनिसियल पिक्चरलाई यता पुट गर्नुपर्छ। यो चाहिँ हामीले डनमा क्लिक गर्ने, गरिसकेपछि यता चाहिँ जुन प्रम्प्ट हामीले कपी गर्यौँ 3 नम्बरवाला यहाँ चाहिँ पेस्ट गरिदिने र यता चाहिँ पुट गर्ने। केही छिनमा चाहिँ हाम्रो इमेज रेडी भएर आउँछ। देख्नुहुन्छ साथीहरू, हाम्रो फाइनल रिजल्ट चाहिँ यस्तो प्रकारको आयो। लग्जरियस रुमको रिजल्ट आयो। यसलाई चाहिँ तपाईँ सिम्पली तल अप्सनमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। अब लास्ट काम बाँकी रह्यो साथीहरू। अब चाहिँ हामीले केही गर्नु पर्दैन। सिम्पली हामीले च्याट जिपिटीमा गएर हामीले यो ट्रान्जिसन इमेज 1 एन्ड इमेज 2 वाला जुन छ यो प्रम्प्टलाई कपी गर्ने। यसलाई डाइरेक्ट कपी गरेर साथीहरू तपाईँ ग्रुप एप्लिकेसनमा जानु सक्नुहुन्छ। सेम तरिकाले ग्रुप एप्लिकेसनमा गइसकेपछि साथीहरू तपाईँ यता देख्न सक्नुहुन्छ क्रिएटिभ भिडियोमा क्लिक गर्ने। क्रिएटिभ भिडियोमा क्लिक गरिसकेपछि साथीहरू तपाईँ यता इमेज और भिडियो, अब चाहिँ हामीलाई भिडियो चाहियो। अब चाहिँ हामीले फर्स्ट चाहिँ हामीले 2वटा इमेज चुज गर्नुपर्दछ, फर्स्ट एन्ड सेकेन्ड। त्यसको लागि सिम्पली चुज बटनमा जाने प्लस आइकनमा। फर्स्ट पिक्चर भनेको मेरो चाहिँ यो र सेकेन्ड भनेको यो। डन गर्ने। गरिसकेपछि साथीहरू यता चाहिँ प्रम्प्ट दिने, त्यसपछि भिडियोमा क्लिक गर्ने। गरिसकेपछि हाम्रो रेसियो हेर्ने। रेसियो चाहिँ 9:16 छ, ठिक छ। र यसलाई सिम्पली क्लिक गर्ने र केही छिनमा चाहिँ हाम्रो भिडियो बनेर रेडी हुन्छ। इमेज 1 र 2 को रिभोल्युसन। अब देख्न सक्नुहुन्छ हाम्रो चाहिँ भिडियो जेनेरेट भइसकेको छ। साथीहरू, यदि तपाईहरुलाई यो भिडियोको साउन्ड चाहिएमा भिडियोलाई म्युट नगरी डाउनलोड गर्न सक्नुहुन्छ। यदि यो भिडियोको साउन्ड चाहिएन भने म्युट गरेर डाउनलोड गर्न सक्नुहुन्छ। मलाई चाहिँ यो भिडियोको साउन्ड चाहियो र यसलाई यसरी डाउनलोड गर्छु। सिम्पली मेरो चाहिँ डाउनलोड भइसक्यो। अब चाहिँ लास्ट स्टेप बाँकी रह्यो। त्यस च्याट जिपिटीमा गइसकेपछि साथीहरू ट्रान्जिसन इमेज 2 एन्ड इमेज 3 को यता यसलाई चाहिँ हामीले कपी गरेर डाइरेक्ट त्यही ग्रुप एआईमा जाने। अब साथीहरू सेम प्रोसेस, त्यही प्रोसेस गर्ने। इमेज 2 र 3 लाई हामीले यता सिलेक्ट गर्ने। गरिसकेपछि साथीहरू प्रम्प्ट दिने। यो चाहिँ तपाईँ भिडियोमा क्लिक गर्ने। अब चाहिँ हाम्रो साइज चाहिँ सेम मिलेकै छ। साथीहरू, अब चाहिँ यसलाई सिम्पली डाउनलोड अप्सनमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ। हाम्रो चाहिँ एआई भिडियो कम्प्लिट रेडी भइसकेको छ। अब के हेर्दै बसिरहेको छौ यार? तुरुन्त सब्स्क्राइब गर र छेउमेको बेल आइकन पनि अन गर। लिड द आइजेन्डै।